यस्ता गुन्डाहरूले आजसम्म नेपाललाई यसरी पकड बनाएर बिगारेको रहेछ भन्ने कुरा अहिले आँखा छर्लङ्ग खुल्यो के। नेपाल कसरी बिग्रिएर रहेछ भनेको त यस्ता चोर चपाटी गुन्डा मवालीहरू जम्मै जानी एमाले काङ्ग्रेस माओवादी राजावादी सबका सब राजावादीको नाइके भन्ने दुर्गा प्रसाई काङ्ग्रेससित शेरबहादुर देउवासित गएर बडा चाहिँ नेपालमा यो हङ्गामा मचाउन चुनाव हुन नदिनलाई षड्यन्त्र बडा बुनेको रहेछ। केपी ओलीसित भेट भएर अनि चाहिँ काङ्ग्रेसको शेरबहादुर देउवासित भेट भएर यिनीहरूले चुनाव बिथोल्नको लागि महा चाहिँ षड्यन्त्र हेर कहाँसम्मको चाहिँ यस्तो नराम्रो अनैतिक काम गरेको। नेपालमा जनजी त्यत्रो सरकारले मार्यो एमाले काङ्ग्रेसको सरकारले अरूलाई दोष दिँदै गएको छ। हिजो नारा लाउँदै गरेको चाहिँ त्यो आफ्नो चाहिँ पता नै के युवा हो के युवालाई के फोर्स बनाएको कसम खुवाउँदै थियो। पहिला के भन्छ जलो त्यहाँबाट चाहिँ गोली चलो ल हेर कति निकममा नेपाली जनताको आँखा फुटे चाहिँ लाग्छ तिमीहरूलाई। तिमीहरूले यो दादागिरी झिकेर नेपाली जनतालाई भरम गर्छु भन्ने मात्रै छ। तिमीहरूले पालेका चोर चपाटीहरू त्यो 2 पैसा बिक्ने अराजक तत्त्वहरू तिमीहरूको फोर्समा जान्छन्। एमाले काङ्ग्रेस माओवादी राजावादी तिमीहरू सबका सब गलत रहेछौ भन्ने कुरा प्रमाणित आफै गरिरहेका छौ कि। तिमीहरू जस्तो नालायकले देशलाई सुशासन ल्याउँछ भनेर कसरी जनता पछि लाउनु पर्ने बे। यस्तो दादागिरीले देश चाहिँ कहीँ सुरक्षा हुन्छ। चितवनमा चाहिँ चुनाव बहिष्कार गर्न भनेर चाहिँ के भन्छ राँके जुलुस बालेको छ। किन तिमीहरूलाई इमान्दारिता पोलेर खाइसकेका हौ। तिमीहरू एमाले काङ्ग्रेस माओवादी लुटेर हौ। तिमीहरू चोरहरू हौ। तिमी एमाले काङ्ग्रेस माओवादी तिमीहरू हत्यारा हो। एमाले काङ्ग्रेस माओवादी कुनै शक छैन। यो हाम्रा आँखाले देखेर भनेको कसैले हामीलाई चाहिँ तिमीहरूले चाहिँ घोटाउन पिलाउन पर्ने छैन। हाम्रा आँखाले देखेर हामी बोलेका कुरा हो। देखेका कुरा त हामी छर्लङ्ग सही बोल्छौँ नि त। लुकाएर मर्डरेर हत्यारालाई जोगाएर हामी बोल्दैनौँ। केपी शर्मा ओली हत्यारा हो। 78 जनाको हत्यारा हो केपी शर्मा ओली र काङ्ग्रेसको झुन्ड। हाम्रा आँखा अगाडि मारेको आँखा पछाडि त कति मार्यौ तिमीहरूले। तिमी काङ्ग्रेस एमाले मदन भण्डारी मार्यौ। तिमी काङ्ग्रेस एमाले राजा मार्यौ राज खानदान मार्यौ। तिमी पापीहरूलाई अर्काको प्राण हत्या गरेर अनि देशमा राम्रो गर्छु मैले शासन गर्छु भनेर तिमीहरू के भन्छ सक्सेस हुन्छौ। देश बन्छ तिमी हत्याराहरू काङ्ग्रेस एमालेका हातबाट बन्दैन। तिमीहरूलाई खत्तम गरेर पतन बनाएर तिमीहरूको दाह संस्कार गरेपछि एमाले काङ्ग्रेस माओवादी भन्ने पार्टीको बल्ल देशमा सुशासनको सुरुवात हुन्छ। यो नेपाली जनताले अब आउने चुनावमा फागुन 21 गते गर्नुपर्ने छ। नाइ भनी अब बचेका छोराछोरीको प्राण दाउमा लगाउने चाहिँ नि काम नगरिदिनु होला नेपाली जनता। काङ्ग्रेस एमाले माओवादीका झोला बोक्नेलाई चिनेर पनि राख्नु होला। यिनले चाहिँ नि पछि गएर चाहिँ नि बीचबीचमा नराम्रा उदण्ड मचाउँछन् यिनका निगरानीमा राख्नु होला। नेपाली जनताहरू सक्षम जनताले एउटा चाहिँ नि सरकारले गरेको निर्णयलाई फलो गरेर अगाडि लड्ने हो। आफ्नो पर्पटी हुन्छ नि आफ्नो बाउबाजेको पर्पटी आफ्नो बाउबाजेको पर्पटी झैँ चाहिँ नि चुनाव हुन दिन्न मरे त्यहाँबाट राँके जुलुस गरेर यो हरे ऊ धम्की तिमीहरूको धम्कीले चाहिँ नि राष्ट्र चाहिँ नि बन्छ। नेपाली जनतालाई गोबर खानी सोचे हौ तिमी काङ्ग्रेस एमालेहरूले। नेपाली जनता तिमीहरूको दास गुलाम हो काङ्ग्रेस एमालेहरूको। अब तिमी काङ्ग्रेस एमाले माओवादी त्यसपछि लिएर राजावादी दुर्गा प्रसाईको टिम तिमीहरू नराम्ररी फसिन्छौ। किनभने तिमीहरूलाई त सजाय कडाभन्दा कडा छानबिन गरेर हुन्छ। यत्रो गुन्डा पालेर देशमा अराजक जनतालाई असुरक्षित डर धम्की त्रास यसरी नेपाली जिउन चाहँदैन। बुझ्यौ नि। इमान्दारितासित कानुनलाई फलो गरेर चुनाव लड्ने हो। आफ्नो बल बुद्धिले चुनाव जित्ने हो। गुन्डागर्दी चाहिँ नि सामदाम दण्डभेद अब नेपालमा काम लाग्दैन। सामदाम दण्डभेद अब नेपालमा काम लाग्दैन। अब चुनाव चाहिँ नि राम्रो तरिकाले चाहिँ नि चुनाव सम्पन्न गरेर तिमी काङ्ग्रेस एमाले माओवादी राजावादी तिमीहरू जति पनि छौ अपराधीहरू तिमीहरूलाई छानबिन गरेर एक खोरा घुसार्दा दिन हामी नेपाली जनतालाई ठण्डक मिल्छ र हामीले सुरक्षा नेपालमा सुरक्षित महसुस गर्छौँ। लाज शरम घिन पचाएका अपराधी हत्याराहरू राँके जुलुस लिएर चुनाव घोषणा भएको आज होइन 5-6 महिना पहिला अब चाहिँ चुनावको मुखार एकलाई समाएर लिएर गएर जेलभित्र राखियोस् पुलिस प्रशासन। यदि चुनाव लफडा गर्छ भने गोली चाल्ने पनि आदेश जसले लफडा गर्छ
त्यसलाई गोली चलाउने आदेश नेपाल सरकार सुशीला कार्कीको सरकारबाट होस्। किनभने गोली चलाउन त आफ्नो सुरक्षाको लागि गोली चलाउनु पर्यो भनेको केपी शर्मा ओली एमालेको नाइके हत्यारा। त्यस हुँदाखेरि यो अराजक मचाउँदै आउने त्यही काङ्ग्रेस एमाले छ भनेपछि नेपालमा अराजक अनि चाहिँ नि यो चुनाव भान्ने काम नहोस्। दादागिरी झिक्दै आउँछ भने खुट्टा मुनि गोली ठोकेर एउटा होइन तँ पनि 4-4 5-5वटा गोली ठोकेर छिद्रा छिद्रा बनाइदिएपछि अपाङ्ग हुन्छ। जिन्दगीभरि चाहिँ नि पडा रहन्छ चाहिँ नि लौरो टेकेर दादागिरी झिक्न कम हुन्छ। त्यस हुँदाखेरि यो अनुरोध छ कि नेपाल सरकार सुशीला कार्की आमाको सरकारलाई यो चुनाव बिथोल्न आउने र दादागिरी झिक्नेलाई 2-4वटालाई चाहिँ नि गोली हानेर यिनलाई थन्काइदिएपछि सबै डराउँछन्, पछि सर्छन्। यति गर्न जरुरी छ है, यति गर्नु होला है। हेर्नु सुशीला कार्की आमा, किनभने हाम्रा छोराछोरी मर्या छन् 72 जना, अपाङ्ग छन् 200-300। त्यस हुँदाखेरि 2-4 जना अपाङ्ग भएर मार्न नमार्नुस्, हामीले हत्या गर्नुस् भन्दैनौँ। दादागिरी झिकेर अनुशासनहीन मान्छेहरू अगाडि आएर यिनीबाट मान्छेहरूलाई चाहिँ नि डर त्रास अनि चाहिँ यिनीबाट खतरा छ भने यिनलाई गोली ठोकेर लिएर गएर अस्पतालको बेडमा राखिदिनुस्। हामीले त्यही चाहन्छौँ। त्यस हुँदाखेरि हामीलाई यो कुशासन चाहिँदैन, हामीलाई अनुशासनसित देशको चाहिँ नि चुनाव होस् राम्ररी। हिम्मत छ, पावर छ भने जित्ने यो चुनाव राम्रो तरिकाले। लफडा गरेर कुनै काम सफल हुँदैन। हेक्का रहोस् केपी शर्मा ओली नामको झुन्ड हत्यारा केपी शर्मा ओली, तेरा गुन्डालाई पछाडि चाहिँ नि लिएर गएर थन्क्याएर राख। होइन भने केपी शर्मा ओली तेरो पनि गिदी फुट्नेरी गोली चल्नेछ। यो दादागिरी नजिक हामीले राम्रोसँग चिन्या छौँ केपी शर्मा ओली हत्यारालाई। अनि त्यसपछि यो दुर्गा प्रसाद नामको अपराधी काङ्ग्रेससित गएर मिलेको रहेछ। यसलाई चाहिँ नि चुनावभन्दा पहिला यसलाई रिहा पनि नगरियोस्। यो अपराधीले बडा नराम्रो चाल चले रहेछ। नेपाली जनता, सर्वसाधारण जनता मर्न भएन। अब यी एमाले काङ्ग्रेसका गुन्डाहरूलाई गोली हानेर हामीलाई केही फरक पर्नेवाला छैन। हाम्रा छोराछोरी मारे हन्। यिनी अपराधी रोडमा राँके जुलुस लिएर हिँड्नेलाई ठेगान लाउने यो चाहिँ नि नेपाल सरकारले काम गरोस्। यो अराजक हामीलाई सह्य छैन। नेपाली जनतालाई बडा चाहिँ नि प्लान बुनेको हेर, राजावादीको दुर्गा प्रसाई, त्यहाँदेखि यो रियाले शेरबहादुर देउबाको लोग्ने स्वास्नी, त्यहाँबाट यो अपराधी हेर न। यो सबै मिलेर प्लान, खतरा प्लान बनाएको केपी ओली चुनाव बहिष्कार गर्न। ल हेर, हार्ने चाहिँ नि त्यो निश्चित छ, हार्ने। जनता त सुध्रेको छ, जनता त परिवर्तन चाहन्छ, जनता त बेवकुफ छैन, जनता त चोरेर खाँदैन। जनताले त थोरै चाहिँ नि चोर चपाटी भनेका त्यही काङ्ग्रेस एमालेका झोला बोक्ने कार्यकर्ता हुन्। तिनलाई ठेगान गर्न लाउनको लागि सुशीला कार्कीले कडाभन्दा कडा एक्सन लिनु होला है सुशीला कार्की आमा। त्यसो हुँदाखेरि यो चुनाव सम्पन्न गरेर यिनलाई ठेगान लाउने कानुन बन्छ। यी जेलमा गएपछि नेपाली जनतालाई नि ठण्डक मिल्छ। हामीहरूलाई अपराधीहरू बाँच्न पाम्ला। तिमीहरूले लफडा गरेर भने हौ चुनाव हुन्न भनिया छौ। चुनाव त जसरी पनि हुन्छ। जय नेपाल।